हालेलुया परमेश्वरलाई महिमा होस् जो सर्वमान्य अनि भाउलो विश्वासयोग्य हुनुहुन्छ। उहाँको प्रेममा हामी दिन प्रतिदिन चलिरहन्छौँ अनि हामी बढ्दै बढ्दै जान्छौँ है। अनि हामी घट्दैनौँ, हामी बढ्दै बढ्दै जान्छौँ अनि परमेश्वरको प्रेमलाई हामी भेट्टाउँछौँ। अनि जसरी हरिणले खोलाको पानीको तृष्णा गरेर होइन, अनि खोलाको नजिक चाहिँ हरिण खुद जान्छ है। खोला हरिणको नजिक जाँदैन, तर हरिण चाहिँ खोलाको पासमा गए चाहिँ अनि गएर उसले पानी पिए चाहिँ हामी पनि जब येशूको सामु हामी जान्छौँ, हामीलाई प्यास छ, हामीलाई भोजन चाहिन्छ, हामीलाई सन्तुष्टि चाहिन्छ, हामीलाई आराम चाहिन्छ, हामीलाई धन सम्पत्ति चाहिन्छ, हामीलाई आनन्द चाहिन्छ, हामीलाई भरपुरी चाहिन्छ, हामीलाई प्रशस्तता चाहिन्छ होइन। त्यसरी नै अनि हामीलाई अनन्त जीवन चाहिन्छ जो कहिल्यै नसकिने अनन्त जीवन हो। त्यसरी नै हामी पनि परमेश्वर कहाँ जान्छौँ र परमेश्वरलाई हामी भेट्छौँ होइन। अनि उहाँलाई हामी चिन्छौँ कि उहाँले सत्य ईश्वर हुनुहुन्छ भनेर। त्यसै कारण दाउद राजाले पनि भनेका छन्, जसरी हरिणले खोलाको पानीको तृष्णा गर्दछ, मेरो प्राणले पनि, मेरो हृदयले पनि तपाईँको तृष्णा गर्दछ परमेश्वर है। ओबानो र बाजु जमिनमा मेरो हृदयले तपाईँको तृष्णा गर्दछ। मतलब उसले परमेश्वरलाई खोज्दै थियो, परमेश्वरको छुटकारालाई उसले खोज्दै थियो, परमेश्वरको प्रेमलाई उसले भेट्टाउन चाहेको थियो, परमेश्वरको सन्तुष्टिलाई उसले भेट्टाउन चाहेको थियो। याकुबलाई हामी हेऱ्यौँ भनेदेखि जब याकुबसँग प्रशस्त धन थियो, दाजुलाई दिनको लागि प्रशस्त अघि पछि गरेर धेरै धनहरू पठायो, धेरै पशुहरू पठायो र पनि उसले चाहिँ परमेश्वरसँग प्रार्थना गर्दै गर्दाखेरि उसले भन्छ मलाई आशिष दिनुहोस्। हालेलुया। अनि त्यो सन्तुष्टिको आशिष उसलाई चाहिएको थियो। त्यो डरबाट हटेर उसले त्यो भरपुरीको त्यो आनन्दको डरविहीन जीवन उसले जिन चाहन्थ्यो। परमेश्वरबाट त्यो आशिष उसले चाहन्थ्यो। त्यसै कारण हामी परमेश्वरमा जिउने मानिसहरूले उहाँमा भरोसा गरेर हामी जिउनुपर्छ, ताकि हामी उहाँसँगै खुसी हुन सकौँ अनि उहाँलाई हामी भेट्टाउन सकौँ अनि उहाँलाई हामी सधैँ प्रशंसाले परिपूर्ण अनि हामी उहाँलाई आराधना गर्नमा, उहाँलाई धन्यवाद दिनमा हामी टप नम्बर 1 हुन सकौँ होइन। हामी त्यसरी भोकाउँछौँ। त्यसै कारण हामी उहाँको राज्य र धार्मिकताको निम्ति भोकाउनुपर्छ। त्यसै कारण येशू ख्रीष्टले पनि भन्नुभयो, धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू तिमीहरू तृप्त हुनेछ। उहाँले अर्को कुरा पनि भन्नुभयो, पहिले परमेश्वरको राज्य र धार्मिकताको खोजी गर, संसारको सबै थोकहरू तिमीलाई दिइनेछ, सबै थोकहरू तिमीलाई थपिने होइन दिइनेछ भनेर भनेको छ अझै है। अनि माग त तिमीलाई दिइनेछ, खोज त तिमीले भेट्टाउनेछौ, घचघच्या तिम्रो निम्ति उघारिनेछ। जब परमेश्वरको सामु हामी जान्छौँ र माग्छौँ, परमेश्वरले हामीलाई दिनुहुन्छ। जब हामी माग्दैनौँ त्यो हामी पाउँदैनौँ। यसै कारणले परमेश्वरसँग सन्तुष्टि माग्नुहोस्, परमेश्वरसँग आनन्द माग्नुहोस्, आनन्द खोजेर जानुहोस्, धन सम्पत्ति माग्नुहोस्, किनभने धन सम्पत्तिको आशिष परमप्रभुबाट आउँछ भनेर भन्छ वचनले है। अनि धन, मान, सम्मान र इज्जत परमप्रभुको हातमा छ, परमप्रभुले दिनुहुन्छ। अनि उहाँले अर्को कुरा के भन्नुभयो, धन्य ती मानिसहरू जसले मलाई नदेखि पनि विश्वास गर्छन्। अनि प्रभुले अर्को कुरा पनि के भन्नुभयो भन्दाखेरि, तिमीहरूले आँखाले नदेखेको, मनले नसुनेको, हृदयले विचार नगरेको काम परमेश्वरले तिम्रो निम्ति, उहाँलाई प्रेम गर्नेहरूको निम्ति उहाँले सजाएर राख्नु भएको छ भनेर रोमीको पुस्तकमा हामी हेऱ्यौँ भने, कोरिन्थीको पुस्तकमा हामी हेऱ्यौँ भने देखि पाउँछौँ, जहाँ पावलले लेखेका थिए। अनि त्यही नदेखेको कुराहरू, अदृश्य कुराहरू परमेश्वरले हाम्रो निम्ति जो हामी सोच्दैनौँ त्यो कुरा परमेश्वरले राखिदिनु भएको छ। परमेश्वरलाई धन्यवाद होस् कि हामीलाई असल थोकहरू उहाँले हाम्रो निम्ति राखिदिनु भएको छ। अनि हामी उहाँलाई भेट्टाउँछौँ, उहाँलाई खोज्छौँ, हामी आराधना गर्नेछौँ, हामी रोकिने छैनौँ। तपाईँ परमप्रभुबाट तपाईँ प्रार्थना गर्नेहरूले परमेश्वरसँग एउटै कुरा माग्नुहोस्, परमेश्वरलाई भन्नुहोस् कि मलाई तपाईँको सामर्थ्य दिनुहोस्, ममा तपाईँ आफै प्रकट हुनुहोस्। प्रार्थना गर्नेहरूले भन्नुहोस्, भोको हुनेले भन्नुहोस्, म भोको छु पिता, मलाई तपाईँको वचनले खुवाउनुहोस्। अनि म भरपुरी र यो शरीरको भोकलाई पनि डाइरेक्सन गर्छ अनि आत्मिक भोकलाई पनि डाइरेक्सन गर्छ। तपाईँ कुन कुरा चाहनुहुन्छ, तपाईँ शरीरको भोजन तपाईँ चाहनुहुन्छ, परमेश्वर पितालाई भन्नुहोस् मलाई भोक लाग्यो छ, मलाई जुटाउनुहोस् र मलाई विश्वास छ परमेश्वरले जुटाउनुहुन्छ। उहाँले भन्नुभयो, लिली फुललाई हेर, भगेरालाई हेर, लिली फुलहरूलाई म कसरी पहिराउँछु भनेदेखि, भगेरालाई हेर म जुटाउँछु भनेदेखि तिमीहरू त तिनीहरूभन्दा बहुमूल्य छौ भनेर येशूले भन्नुभयो। के पिताले तिमीलाई त्यो दिनुहुने छैन र भनेर उहाँले भन्नुहुन्छ।
हालेलुया। हाम्रो परमेश्वरले हाम्रो निम्ति सजाएर राख्नु भएको छ, हाम्रो निम्ति राखिदिनु भएको छ ब्लेसिङ्स। त्यसै कारण हामी ओबानो र बाजु जमिनमा हाम्रो हृदयले परमेश्वरको तृष्णा गरोस्। मेरो प्रार्थना यही हो कि हामी सबै उहाँमा भोकाउन सकौँ र उहाँलाई पुज्न सकौँ र उहाँसँग माग्न सकौँ, किनभने हामी त्यस मानिससँग माग्छौँ जसले हामीलाई दिन्छ, अनि त्यो दिनुहुनेछ येशू हुनुहुन्छ, त्यो दिन लगाउनु हुनेछ येशू हुनुहुन्छ, जुटाउनु हुनेछ येशू हुनुहुन्छ। अनि हामी चाहिँ त्यसरी परमेश्वरको सामु जानुपर्छ। आमेन।